म चाहिँ आज यी कपडाहरू फाल्न गइरहेको छु। हेर्नुहोस्, मसँग चाहिँ यति धेरै यो पाइन्टहरूदेखि लिएर यो कपडाहरू छ जुन चाहिँ केही समयदेखि लगभग 1-2 वर्ष 2-3 वर्षदेखि नै मैले लाइरहेको छैन। अहिले चाहिँ दुःख लाग्छ हेर्नुहोस्, किनकि कुनै एउटा समय थियो जति बेला चाहिँ एक जोर पाइन्ट पाइयो भने 1 वर्ष 2 वर्षसम्म लाइन्थ्यो, फाटेपछि चाहिँ पुरै रफ गरेर लाइन्थ्यो। अनि अहिले चाहिँ यसरी चाहिँ हुन्छ नि, यो फाल्न माया लाग्छ। तर पनि जीवनमा चाहिँ हामीले चिजहरू छोड्न सक्नुपर्छ। वास्तवमा यो राखेर आफूले पनि नलाउने, साथसाथमा चाहिँ दिनदिनै अरू कपडा लाउँदाखेरि यसले चाहिँ एकदमै दिमागलाई तनाव दिन्छ, कुन लाउने भन्ने है, एकदमै दिमागलाई साँच्चीकै अशान्ति नै चाहिँ प्रदान गर्छ यसले। र साथसाथमा केही समयपछि चाहिँ त्यहाँ बस्दा बस्दा फोहोर हुन्छ, अनि त्यस पछाडि फेरि धुनु पऱ्यो, बिजुलीको खर्च, पानीको खर्च, धुँदा पट्याउँदा समयको खर्च। त्योभन्दा तपाईँले चाहिँ यी कपडाहरू आफूलाई चाहिँदैन भने फिनल्यान्डमा चाहिँ विशेष गरेर सेकेन्ड ह्यान्ड पसलहरूमा गएर बेच्न पनि सक्नुहुन्छ। यदि कन्डिसन राम्रो छ भने यत्तिकै फोहोर फाल्ने ठाउँमा फाल्न पनि सक्नुहुन्छ, वा विभिन्न ठाउँमा चाहिँ त्यो हरियो कन्टेनर राखिदिएको हुन्छ ठिकठाक भएको कपडा। विशेष गरी मैले यो लगभग धेरै कपडा धोएको छु। यो चाहिँ विभिन्न देशहरूमा पठाइन्छ जहाँ र मान्छेहरूले लाउँछन्। हेर्नुहोस्, प्रकृतिले सीमित कुराहरू दिन्छ। यी सबै कुराहरूको लागि प्रकृतिले चाहिँ मेहनत गरेको हुन्छ, मान्छेले मेहनत गरेर बनेको हुन्छ। यतिकै फाल्नु चाहिँ माया लाग्छ। तर त्यही भएर मैले हरेक 1-2 वर्षमा चाहिँ सामानहरू यसरी नै पोको पार्ने र त्यो बक्समा राख्ने गर्छु। तपाईँले आफ्ना सामानहरू पुरानो भयो भने के गर्नुहुन्छ कमेन्ट गर्नुहोस् है त। नमस्ते।